Hi guys, welcome to my another vlog. अनि आजको vlog चाहिँ डे 1 अफ अ कलेज हो। म रेडी भएर बसिरहेको छु हैन। अनि आज डे 1 अफ कलेजमा के हुन्छ हेरौँला अनि तपाईहरुलाई पनि बनाउँला। लिटल बिट नर्भस छु आज। अब म बाहिर निस्किन्छु, इनड्राइभलाई पर्खिन्छु म है त गाइस। सो गाइस म चाहिँ बाहिर आए अनि इनड्राइभ बोलाएको छु। इनड्राइभको पर्खाइमा है इनड्राइभ कतिखेर आउँछ भनेर पर्खिँदै छु। अनि सो नर्भस नै भइरहेको छु कि आई डोन्ट नो किन अहिलेसम्म यस्तो भएको थिएन इनड्राइभको पर्खाइमा। अनि मेरो इनड्राइभ फाइनल्ली आइपुग्यो के। अनि म चाहिँ चढे इनड्राइभमा। साथीहरूले कल गरिरहेको थियो 4 आऊ भनेर। भर्खर 6 बजिरहेको थियो है, अझै आधी घण्टा बाँकी थियो। 4 आऊ भने अनि म चाहिँ जाँदै थिएँ। अनि वाउ कस्तो राम्रो थियो वेदर, प्लस रोडहरू नि खाली थियो, केही ट्राफिक जाम थिएन। सो आई वाज अन माई वे। साथीहरूले चाहिँ लास्ट कल गरेर थियो कतिखेर आइपुग्छौ भन्दै। अनि म चाहिँ आइपुग्न आँटेँ भन्दै थिएँ। अनि म यतिकै गएँ नर्मल्ली यताउति हेर्दै गइरहेको थिएँ। वेदर आज बिहानको लास्टै राम्रो लागेको थियो। अनि यही नै हो मेरो कलेज जाने बाटो हैन। म जाँदै थिएँ नर्मल्ली आनन्दले नै। अगाडि चाहिँ खै कुन स्कुलको भ्यान थियो अनि त्यही भ्यानको पछाडि गइरहेको थियौँ हामी चाहिँ। फाइनली कलेज छिरेँ तर भित्र छिर्नुदाखेरि मैले भिडियो बनाएन। अनि क्लासरुममा छिरेँ, कोही नि थिएन सरहरू। अनि यतिकै बसिरहेको थिएँ। जम्मा 3 जना केटी मात्रै के। ल भयो त्यस्तो भने। अनि पछि यस्तो बस्दाखेरि 5 जना भयो है केटी, जम्मा 5 जना। अच्छा 5 जना मात्रै। अनि केटाहरूले भरेको थियो होला यस्तो अल्छी लागिरहेको थियो 5 जना मात्रै केटी भएर। 2 पिरियड पढेर बाहिर गएँ, साथीहरू भेटेँ अनि सबै ठाउँ हेरेँ, यताउति गरेँ। अनि फेरि क्लासमा गएँ। अनि यो चाहिँ ट्रान्सपोर्टेसनको लागि थियो। हामी निस्केँ, क्लासभित्र धेरै भिडियो गर्नु पाएन, लाइक मोबाइल चलाउन अलाउ थिएन, त्यही भएर। अनि ट्रान्सपोर्टेसनको लागि ट्रान्सपोर्टेसनको फर्म भरेँ। अनि म गाडीमा बसेँ। अनि अन द वे टु होम थियो, सबैलाई ड्रप गरिरहेको थियो। अनि फर्स्टमा मसँग बसेको साथी चढ्यो अनि झ्यालको सिटमा आएर यस्तो बाहिर हेरेर बसेँ। अल्छी लागिसकेको थियो मलाई, कहिले घर पुग्ला जस्तो भइसकेको थियो। गीत पनि कस्तो झ्याउलाग्दो बजाइरहेको थियो। अनि म चाहिँ आफ्नै धुनमा क्या, अब के गरेर बस्ने भइरहेको थियो। अनि आफ्नै धुनमा यत्तिकै बसिरहेको थियो। सो गाइस म चाहिँ होइन भर्खर गाडीबाट झरेँ। अनि ठ्याक्क उहीँ रोकिदिनु भयो। अब भोलिबाट चाहिँ तिमा बाहिर निस्केर बस्नु छ। अनि फाइनल गर्छु क्या। अनि मलाई कस्तो रिङ्ग त लाग्यो आई डोन्ट नो, बिहान पनि केही नखाएर कस्तो चिप्स किनेँ। अनि फ्रेस पनि भयो, ड्रेस पनि चेन्ज गरेर बसेँ, पानी खाएर बसेँ। अब खाना खान्छु। अनि आजको लागि यति नै हुन्छ। बाई गाइस।